हेलो साथीहरू, बिजेडीको फर्म कसरी भर्ने भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो साथीहरू, गुगल र सफारीमा गएर बिजेडी टेस्ट भनेर सर्च गर्नुहोस्। अनि त्यहाँ देख्न सक्नुहुन्छ बिजेडी बिजनेस निहोको नोरुको टेस्ट हो। सो त्यसमा टच गर्नुहोला। अनि त्यहाँ राइट साइडको माथि त्यहाँ तीनटा धर्को छ, त्यसमा टच गर्नुहोला। अनि बिजेडी हो जुकेन सुरुमा टच गर्नुहोस्। अनि हल्का स्क्रोल डाउन गर्नुहोस्। त्यहाँ देख्न सक्नुहुन्छ मसुकोमी साहित्य भनेर। सो त्यसमा टच गर्नुहोला। यदि तपाईसँग अकाउन्ट छ भने सोनामामा लगइन गर्नुहोला र अकाउन्ट बनाउनु भएको छैन भने अकाउन्ट नो सक्सेनमा टच गर्नुहोला। अनि त्यो डेटा सिउमा अनि डेटा स्योरी डेटा तेन्सो अनि यो क्यामेरामा यस्तोमा चेक गर्नुहोला सबैमा। अनि दुई सुरु गर्नु भइसकेपछि अब तपाईँको नाम फर्स्ट नेम मिडल नेम छ भने अनि लास्ट नेम त्यसरी अनि डेट अफ बर्थ हाल्दै अनि मेरो इमेल एड्रेस हाल्दै र अकाउन्ट बनाउन तर्फतिर लाग्नुहोस्। र मेरो चाहिँ अकाउन्ट अलरेडी भएको हुनाले म सोनामामा लगइनमा जान्छु है त। थोरुको जुमिनो युजावाको चिराकरा म टच गरेँ है त। सो मेरो अकाउन्टको आइडी र पासवर्ड हालेर साइन इन गरेँ। अनि त्यहाँ देख्न सक्नुहुन्छ सिकेन हो युआको। त्यो युआकोमा त्यो माथिपट्टि युआको राइट साइडमा त्यहाँ एउटा उत्यो छ, त्यसमा टच गर्नुहोला। त्यो अङ्केत छ, अङ्केतमा कोताइ गर्नुहोला है त। अनि अङ्केतमा टिक लाउनु भइसकेपछि चुगेमा टच गरिदिनुहोस्। अनि यो चाहिँ सिकेन्नो आनाइने चुइते भनेर लेखा छ। सोनामामा अनि तल जानुहोस् अनि दुई सिमासमा टच गरिदिनुहोस्। अनि सिकेन्डको क्यान्सल गर्नु परेमा चाहिँ एक दिन अगाडिसम्ममा चाहिँ क्यान्सल गर्न सकिन्छ। 24 घन्टा कटिसकेपछि चाहिँ क्यान्सल गर्न मिल्दैन। र त्यसमा साइटहरू छ, तपाईँलाई कुन चाहिँ साइटमा घर नजिकको कुन चाहिँ साइट पर्छ त्यसमा छानेर अनि त्यसपछि तपाईँलाई अनि त्यहाँ राइट साइडको त्यो एरो छ त्यसमा टच गर्नुहोला। अनि त्यहाँ डेटहरू देख्न सक्नुहुन्छ। अब तपाईँलाई कुन चाहिँ डेट सुइटेबल छ त्यसमा टच गर्नुहोला। टच गरेर चुगेमा टच गरिदिनुहोस्। अनि त्यहाँनिर डेट देखाएको छ, यस्तो यस्तो डेटहरू देखाएको छ। त्यहाँभित्र गएर त्यहाँ टच गर्नुहोला। अनि त्यहाँ तपाईँलाई टाइमहरू पनि देखाएको हुन्छ, कुन चाहिँ टाइममा तपाईँलाई सुइटेबल छ त्यो टाइम चुज गर्नुहोला। अनि टाइम चुज गर्नु भइसकेपछि युआको सुरुमा टच गरिदिनु होला। अनि आफूले अनि तपाईँले चुज गर्नुभएको डिटेलहरू मिलेको छैन एकतालि राम्रोसँग चेक गर्नुहोला। अनि पैसा चाहिँ कति लाग्छ भन्दाखेरि 8,000 लाग्छ। अनि यदि सबै मिलेको छ भने त्यहाँ चुगेमा गएर टच गरिदिनु होला। अनि त्यसपछि त्यहाँ सिहाराईको गामेन आउँछ। अनि पैसा चाहिँ केबाट तिर्नुहुन्छ। यसमा पैसा चाहिँ तपाईँको क्रेडिट कार्डै चाहिने रहेछ। तपाईँको डिटेलहरू राख्नु होला। राख्नु भइसकेपछि अनि चुगेमा टच गरिदिनु होला। अन्नाइने सितागते गरेर अनि लास्ट अनि त्यसपछि कार्डको डिटेलहरू राख्नु होला। अनि लेख्नु भइसकेपछि लास्टमा अनि सिहाराई भनेर टच गरिदिनु होला। अनि सिहाराई गरेको एकैछिनमा तपाईँको जिमेलमा मेल आइहाल्छ सिहाराई कन्फर्म भयो भनेर। सो साथीहरू, एक्जाम सेन्टर चाहिँ एकदम टाइट हुन्छ। तपाईँको एभरेज चेक गर्छ। तपाईँको सानो पेपर पनि केही लान पनि दिँदैन।
पेन पेन्सिल पनि केही पनि लान दिँदैन, उतै दिन्छ। अनि त्यसमै त्यहाँ नोटहरू दिन्छ, त्यसमै लेख्ने हो। सो साथीहरू राम्रोसँग पढेर दिनु होला। सो साथीहरू भिडियो यति नै हो। यस्तै यस्तै इन्फर्मेसन भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला। बाँकी अर्को नयाँ भिडियोमा भेट्ने नै छु। धन्यवाद।